दिन चाहिँ एकदमै फगी लागिरहेको छ र हाम्रो घरको सिधा तल चाहिँ भ्यू यस्तो छ हो। अब चाहिँ यहाँबाट टक्क गएर चाहिँ पहिला मुख धोइङ्गे। मेरो एउटा काम पनि आइरहेछ साँच्ची भन्दा, पानी बनाउनु जानु भनेर हो, अनि जानै पर्ने भयो। सो एकछिन बाद भेट्छु म तपाईँहरूलाई, ब्लग स्टार्ट गर्दै ल। म चाहिँ पूजामा जाएर तपाईँहरूलाई देखाउँछु भन्दै थिएँ हो, तर घरमा पानी नआएको कारणले गर्दामा चाहिँ हामी चाहिँ पानी बनाउनु जाँदैछु हो। यो चाहिँ हाम्रो हतियार देख्नुहुन्छ, बाटोमा केही भेटिहाल्यो नि भनेर। मेरो बाजे चाहिँ पानी बनाउनु जाँदैछु कि, बाजे अगाडि अगाडि हुनुहुन्छ हो, साथी नभएर चाहिँ बाजेलाई भनेर म र बाजेको जाँदैछु। यो चाहिँ हाम्रो डाँडा होइन, यहाँ मुनि घर छ बाजेहरूको। हामी चाहिँ अब चिउरी भिर जाँदैछु पानी बनाउनु। अब अहिले तपाईँलाई एकैचोटि मनमा पुगेर देखाउँछु कसरी बनाउँछ के बनाउँछ हो। यो चाहिँ सब्जी खान्छ हो, यसलाई चाहिँ हाम्रोतिर चाहिँ निङ्गुरो भन्छ, यसलाई चाहिँ काली निङ्गुरो भन्छ। र तपाईँहरूकोतिर के भन्छ यसो कमेन्ट गरेर भनिदिनु होला, हामी पनि तपाईँहरूकोतिरको नामहरू के भनिँदो रहेछ भनेर सुन्ने मौका पाउँछ हो। देख्न सक्नुहुन्छ बस्तीको भ्यू चाहिँ यस्तो हुन्छ। आज चाहिँ हल्का धुम्म भएर त्यस्तै खास देखेको छैन। उयो तल देख्दै गरेको चाहिँ त्यहाँ चाहिँ खोला छ हो, बाटो चाहिँ यस्तो छ देख्न सक्नुहुन्छ। फाइनली हामी चाहिँ हाम्रो मनमा पुगिसकेको छ। यहाँ चाहिँ अरूको मन पनि देख्न सक्नुहुन्छ, यस्तो छ पानी चाहिँ यसरी जान्छ। हामी चाहिँ यहाँको त भयो। अब उयो माथिबाट आएको पाइपको चाहिँ बाबाले बनाउनु जानुहुँदैछ माथि हो। त बाटो देख्न सक्नुहुन्छ, यहाँबाट आएको हामी हो, यो चेपबाट हो, यस्तो छ बाटो। अब सिधै तपाईँहरूलाई म घरमा भेट्छु है। अन्त हामी पानी रहेको छ भने चाहिँ तल बुद्ध पूर्णिमा गुम्बा जाने राजबाडी हुन्छ। अहिलेको लागि चाहिँ बाई बाई। हामी चाहिँ पानी बनाएर फर्किँदै थिएँ, अनि बाबाले चाहिँ छात्र निङ्गुरो भन्ने देखेर चाहिँ टिपिदिनु भयो। यस्तो हुँदो रहेछ, यो चाहिँ एकदमै ग्रिन कलरको। र आज हामी बुद्ध पूर्णिमा घुम्नु जाउँ भन्दै थियो हो। र अब हामी चाहिँ रेडी सेडी भएर हो, सबै अघि पानी सानी बनाएर आएँ, रेडी सेडी भएँ। त्यहाँदेखिको चाहिँ अब म र मेरो मिसेस चाहिँ जानु लागिरहेको छु तल हो। अब त्यही हो,
त्यही गाउँकै गुम्बा हो, टाढो होइन हो। तर पनि तपाईँहरू हेरिदिनु कस्तो लाग्छ के लाग्छ सबै कमेन्ट समेन्ट गरिदिनु। जानुपर्ने बाटो चाहिँ उतल देख्दै गरेको ठाउँहरू हो, त्यहाँनिर पुग्नुपर्छ हामी हो। उयो पर देख्दै गरेको चाहिँ 12 नम्बर भन्छ। गाउँकोहरूलाई थाहा छ, हाम्रै गाउँकोहरूलाई हो। नथाहा भएको मान्छेहरूलाई चाहिँ उयो पर 12 नम्बर। पहिला त्यहाँनिर चाहिँ कमानको खर्चाहरू दिने गर्थ्यो त्यो रुखको यतापट्टि देख्दै गरेको घरमा। ल अब चाहिँ हामी निक्लेको। तपाईँहरूलाई यसको साउन्ड पनि सुनाउँछु। र अघि हामी घरबाट निक्लेको होइन, अब चाहिँ हामी देवीथान जाने बाटोको अलिक तल जान्छु हो। र फाइनली हामी चाहिँ यहाँ आइपुग्यो होइन। यही हो तपाईँहरूलाई भनेको स्पट। यहाँनिर चाहिँ पूजा गर्ने गर्थ्यो। देख्न सक्नुहुन्छ जति लडा झुन्डिरहेछ, सबैभन्दा बेसी उयो पर झुन्डिरहेको लडामा चाहिँ हामी पिङ खेल्ने गर्थ्यौँ। ऊ माथिबाट ऊ परसम्म पुग्ने गर्थ्यो। यहाँ हाम्रो मामा मामा एक दुई शब्द के यहाँ चाहिँ अब एउटा देवी मन्दिर हो पानी पानी छ यहाँ चाहिँ अब 1 किलो देवी पूजा भइसकेको छ। अब योहरू काटेर हो यसको मुटु कलेजहरू चढाइ गर्छौँ। त्यहाँबाट चाहिँ यसको प्रसाद सबैलाई बाँडिन्छ। मेन स्पट चाहिँ यही हो। यहीँनिर हुन्छ पूजाहरू चाहिँ। यहाँ सबैजना यहीँ भेला हुनुभएको रहेछ। र हामी चाहिँ देवीथानबाट चाहिँ निक्लिसक्यो हो। अब तल राजबाडी गुम्बा जानु लागि जाँदैछु। तल आइसक्यो हो। बाटो हेर्न सक्नुहुन्छ, त्यही बाटो अघिकै। र तपाईँहरूलाई एकैचोटि अब चाहिँ तल पुगिसकेर देखाउँछु गुम्बा हो। त्यहाँबाट तल हाम्रो राजबाडीको त्यो खोला पार गर्ने ब्रिज पनि बनाएको छ एउटा सानो हो। त्यो ब्रिज पनि देखाउँछु म। र अहिलेको लागि चाहिँ यहीँ समाप्त। र हामी चाहिँ यहाँ उयो अब गुम्बा हेर्नु आएको थियो। यो चाहिँ हाम्रो काकीको बाबाको घर हो। यहाँ चाहिँ होमस्टे बनाएको थियो, अहिले चाहिँ निकै बनाइसकेको छ। यस्तो यही देख्न सक्नुहुन्छ। यहाँ बस्नेहरू पनि बनाइदिनु भएछ। यसो भिजिट गर्नु आउनु सक्नुहुन्छ हो। यहाँनिर होमस्टेहरू छ भने यहाँनिर छ। मजाको भ्यू पोइन्टहरू यस्तो छ यहाँ चाहिँ हो। फाइनली गुम्बा आइसकेको छु हो। गाइस फाइनली आजको भ्लग चाहिँ म यहीँ एन्ड गर्दैछु। हामी घर पनि आइपुगिसकेँ र आजको लागि चाहिँ यति नै थियो। बाई बाई।